हेलो के छ खबर सबजना सन्चै हामी चाहिँ भर्खर निस्क्यौँ रुमबाट आज कोपेनहेगन मेन सिटीमा जाँदैछौँ घुम्न यसो अलिअलि काम पनि छ होइन अब त्यही त हो ओसन र म छौँ होइन ओसन के छ खबर हाई गरिदेऊ चिसो छ होइन जाडो त वेदर चाहिँ अलिअलि सावर भइरहेको छ रेनो चाहिँ होइन अलिअलि पानी परेछ त्यही त मैले गरेको ठिक छ अब हामी बढ्दैछौँ अब हिँड्ने भर्खर निस्क्यौँ यस्तै हो जाडो छ ल यस्तै हो सबले साइक्लिङ प्रिफर गर्छ होइन अनि भर्खरै हामी बस्ने बिल्डिङ यही होइन माथि 6th फ्लोरमा बस्छौँ हामी चाहिँ अब सबले साइकल नै चलाउने है साइक्लिङ इज द बेस्ट भन्छ यहाँ चाहिँ सबैले इन्जोय गर्छ साइकल होइन कारमा हिँड्ने खासै बाइक त झन् देख्नै पाइँदैन यो इलेक्ट्रिक स्कुटी यो होम कसले यो फुड डेलिभरी गर्नेवाला होला होइन यही मौसम चाहिँ पानी हल्का हल्का परिरहेछ अब हामी जान लागेको छ मेट्रो चढ्न हो बिल्डिङहरू छ है दामी त्यही त हो यो अगाडिको चाहिँ ठ्याक्कै योनिर यो हाम्रो योनिर चाहिँ यो जिम हाउस हो अनि हाम्रो अगाडिको भयो होइन बिल्डिङ हाम्रो बिल्डिङ चाहिँ यही हो व्हाइट कलरको होइन धेरै भित्र छैन नजिकै हो मेट्रो स्टेसनदेखि अब मेट्रो स्टेसन जाँदैछौँ हामी अब त्यसपछि चाहिँ हामी एकैचोटि जोन 1 पुग्छौँ अनि जोन 1 पुगेर हल्का घुम्ने बिल्डिङहरू चाहिँ बबाल हुन्छ हेर्नु कति सफा छ पुरा दामी छ है आउनुपर्छ चट्ट रमाइलो गर्ने हो रमाइलो पनि गर्ने काम पनि गर्ने यस्तै हो जाडो छ हावा चल्छ क्या जाडो त ठिकै हावा चलेन नि त हुँदैन हावा चलेरै जाडो हुन्छ यहाँ सर्टकट वे मेट्रो जानको लागि योनिर मेट्रो हो यतातिर यो मौसमहरू चाहिँ बबाल छ होइन यो हाम्रो यहाँ कुहिरेर बवाल चकचक बसिरहेको हुन्छ होइन यही हाम्रो मेट्रो स्टेसन ल ठिक छ यहाँ जेब्रा क्रसिङ हुन्छ होइन बाटो नेक्स्ट पुग्नुपर्छ ल अलिक फेटबेट होला या गाइज हामी यो नो एयरपोर्ट भन्नेमा आयो होइन भर्खरै मेट्रोबाट झऱ्यौ दामी छ दामी मेन सिटी भने यो हो नि त अझै अर्को मेन सिटी छ एउटा क्वेसन सोल्डे कस्तो लगाएर क्वालिटी होइन क्वालिटी त अब आइफोन जस्तो त कहाँ हुन्छ र अझै किन्ने होइन कमाएर किन्ने आइफोन त दामी मजा आइरहेछ घुम्न होइन ठिक छ लोकेसन हेर्नु नो रिपोर्ट
आयो मा कसम झट्ट एउटा क्यानभियर छोप्छ है स्टेट मेट्रोहरूमा पनि चट्ट चुरोट छोप्यो अनि मस्त चुरोट खाँदै हिँड्छ होइन कसैलाई कसैको बालै छैन क्या केही मतलब भन्ने त केही पनि छैन जाडो हेरेर है आफै हेर्न सक्छु म चिसो छ भन्ने कुरा हो मल्टिप्लकहरू अलि गम्ला नि त क्यामेरा हेर न केटा क्यामेरा कुन क्यामेरा चाहियो क्यामेराको सामान हेर न ठिक छ मेन कुरा आज के गरौँ भनेपछि अब हाम्रो चाहिँ अब प्रोसेस के छ कस्तो छ भन्ने सबको जिज्ञासा हुन्छ होइन कसरी आउने के गर्ने भन्ने कुरा खुलेर भनिदिन्छु किनभने आफैले पनि कन्सल्टेन्सीमै काम गरेर आएको म ल 5-6 महिना काम गरेँ अनि गर्दा गर्दै अनि भिजा लाग्यो अनि त्यसपछि आएको बल्ल सुरुमा त अस्ट्रेलिया गरेको थियो रिजेक्ट भयो त्यतिखेर भर्खर जुन रिजेक्ट गर्न सुरु गरेको थियो त्यतिखेरै गरियो अनि पोसनको र मेरो दुइटैको भिजा रिजेक्ट भयो होइन अनि काम गर्दै जाँदा कुन डेस्टिनेसन ठिक हुन्छ त भनेर गरेपछि चाहिँ अनि युके या डेनमार्क या फिनल्यान्ड भन्ने अप्सनमा थियो तर अनि सबै कुरा आफै युट्युबमा रिसर्च गरेँ गुगल गरेँ होइन कलेजहरूको पनि हेरेँ फी स्ट्रक्चरहरू हेरेँ अनि त्यसपछि ठिक छ ल त अब डेनमार्क आउने नै भयो भनेपछि अनि डेनमार्क जानु पर्यो भनेर अनि अर्निङ पनि राम्रै हुन्छ भनेर युट्युबमा हरि जोचन् क्या होइन युट्युबरहरूले हेरी त्यही त हो अनि पैसा नि राम्रै कमाइ हुन्छ त्यही हो पिआर छैन भन्छ होइन सबैले तर बनाउनेले त बनाउन सक्छ ल्याङ्ग्वेज पढ्नुपर्छ होइन पछिको लागि अब जबहरूले होटलवालाहरूले अब गर्दै जाँदा कन्ट्याक्ट पेपर दियो भने अलिकति ल्याङ्ग्वेज पढेर मिहिनेत गऱ्यो भने हुन्छ होइन भने उयो त उही ताल त हो बचपनतिर सिर्ने अनि त्यसपछि जग्गाले बस्ने होइन अनि प्रोसेस चाहिँ गरियो ए केटा हेर डेनमार्क यो हेर्दा पनि बल्ल डेनमार्क आए जस्तो लाग्छ यार हावा त मोबाइल लैदिला जस्तो छ पुरा हावा दामी छ यार तर भ्यू चाहिँ यो नेल्सोकै हो होइन ठुलै रहेछ तर नेल्सोक चाहिँ हामी त सानो सानो कलेजहरू होला होइन इन्टरनेसनल स्टुडेन्टहरू पढ्ने भनेको 4-5वटा ब्लक्सहरू छ ठाउँ ठाउँमा छ होइन एकदम ठुलो रहेछ तर दामी छ होइन बोल्न नि गाह्रो भइरहेछ मलाई त यस्तो जाडो छ त्यही त हो सास एकदम गाह्रो हुँदो रहेछ हो हामी कहाँनिर थियौँ भनेपछि अब हामी त्यही हो प्रोसेस स्टार्ट गर्ने बेला भनेको चाहिँ अब सुरुमा हाम्रै डकुमेन्टहरू हुनु पऱ्यो होइन आइएलटिएस चाहिँ म्यान्डेटरी नै छ होइन गर्नै पर्छ छिटो गर्नको लागि चाहिँ पिटी गर्दा नि हुन्छ होइन अनि पिटी कहाँ गर्ने भनेपछि चाहिँ हाम्रो जिन्दाबाद छ होइन नजिकको केटाहरूलाई चाहिँ ड्रेस इन्टरनेसनल जाने महेश्वर हुनुहुन्छ दामी बढाइ हुन्छ होइन पिटी चाहिँ अरू त आफ्नो विचार हो होइन प्रोसेस आफूलाई जता मन लाग्छ त्यता गर्दा नि भयो पिटी चाहिँ मैले चाहिँ गिरेसबाटै गरेको मेरो गिरेसमा नि राम्रो छ अब आफूलाई जता ठिक लाग्छ होइन आफूले रिसर्च गर्ने अनि गर्नुपर्छ अनि कसैले त्यस्तो चाहियो भने म भनिदिन्छु होइन अनि त्यही त हो अनि पिटी गरिदिएँ पिटी गरिसकेपछि स्कोर चाहिँ ओभरअल 6 नट लेस देन 5.5 होइन त्यति भयो भने पुग्छ अनि जिपिए भनेको चाहिँ अब अहिले चाहिँ अलिक कम्पिटिसन भएर चाहिँ हाम्रो पालामा चाहिँ कम्पिटिसनले जिपिएभन्दा माथि नै दिइरहेको अब त चाहिँ तर खासमा भन्नुपर्दा चाहिँ 2.4 भन्दा माथि भयो भने चाहिँ पुग्छ है चाहिने नै भने 2.4 जिपिए हो होइन त्योभन्दा भयो त्यति भयो हुन्छ अनि हामीलाई एकाडेमिक चाहियो होइन पिटी आइएल्स पनि भइहाल्यो पासपोर्ट चाहियो होइन
त्यति हो त्यति भइसकेपछि कन्सल्टेन्सी जाने डकुमेन्ट लिएर अनि ल सर मेरो चाहिँ अफर लेटर अप्लाई गरिदिनु पर्यो भनेर भन्ने अब यहाँ अप्लाई गर्ने म्याक्सिमम् स्टुडेन्टहरूले भनेको चाहिँ नेल्सब्रक कलेजमा हो होइन नेल्सब्रक कोपेनहेगन बिजनेस कलेज भन्छ यहाँ अनि अरूले कोही चाहिँ आउँछन् डेनिस कलेजहरू भने डेनिसमा अलिकति गाह्रो हुन्छ होइन अफर लेटर दिन खोज्दैन अनि त्यही त हो अनि नेल्सब्रक कलेजमा गर्ने अनि एउटा इन्टेकमा चाहिँ जनवरी इन्टेक र सेप्टेम्बर इन्टेक हुन्छ अनि जनवरी इन्टेक या सेप्टेम्बर इन्टेक कुनै जुनमा सजिलो हुन्छ आफूले त्यहीमा आउने होइन आफूले कतिखेर भ्याइन्छ अनि त्यही हो अफर लेटर अप्लाई गरिदिन भन्ने अब कसैले अब अफर लेटर अप्लाई गर्दाखेरि नै 10,000 12,000 चाहिँ अब माग्छ होइन सेक्युरिटी डिपोजिट भनेर कन्सल्टेन्सीहरूले अब आफै सेल्फ अप्लाई गर्दा नि भयो होइन अब आउँदैन भने चाहिँ कन्सल्टेन्सीकै हेल्प लिने भन्छु मैले चाहिँ होइन किनभने उनीहरूलाई सबै कुरा थाहा हुन्छ नि त त्यही हो ग्यापले जस्तो असर गर्दैन 2 वर्ष 3 वर्ष ग्याप छ भने केही हुँदैन अनि अप्लाई गर्ने अनि डकुमेन्टहरू छोडेर आउने अप्लाई गरिदिनु भन्ने उनीहरूले अप्लाई गरिदिन्छ अब डेडलाइन हुन्छ डेडलाइनभित्रमा गरिसक्नु पर्ने हुन्छ अनि अप्लाई गरिसकेपछि उनीहरूले चाहिँ एउटा तिम्रो चाहिँ एउटा के भन्छ त्यो अफर लेटर तिमीले अप्लाई गरेपछि एउटा चाहिँ कन्फर्मेसन मेल भन्ने आउँछ त्यो मेल आयो भने चाहिँ तिम्रो चाहिँ अफर लेटर अप्लाई भयो है भनेर चाहिँ बुझ्नुपर्छ होइन यदि त्यो आएको छैन भने चाहिँ कन्सल्टेन्सीले मेरो अप्लाई नै गर्दैछैन भन्ने कुरा बुझ्दा हुन्छ कहिले कहिले एकदम ठगिदिन्छ है कन्सल्टेन्सीहरूले पनि अप्लाई गरेछु गर्दैछु भनिदिन्छ कन्फर्मेसन मेलै आउँदैन तिमीलाई कलेजले नै मेल गर्छ होइन कोही पर्सनल एकाउन्टबाट आउँदैन मेल कलेजकै मेलबाट आउँछ तिम्रो अफर लेटर डकुमेन्टहरू पुग्यो भनेपछि अनि त्यसले त्यही लेखिदिएको हुन्छ तिम्रो चाहिँ डेट सकेको डेडलाइन सकेको 14 दिनभित्रमा चाहिँ म रेस्पोन्स गर्छु भनेर भन्छ यदि रिजेक्टको दिन्छ अफर लेटर के कारणले अब अर्कोचोटि गर भनेर भन्छ होइन भने चाहिँ अफर लेटर आउँछ होइन त्यही हो अफर लेटर आउने चान्स चाहिँ 50% नै हुन्छ कतिको लक्की छ केटाकेटी होइन अब त्यही अनुसार गर्नु पर्यो अनि अफर लेटर आइसकेपछि त प्रोसेस एकदमै सजिलो छ त्यस्तो केही गाह्रो छैन मेरो जग्गा छैन मनी त्यति धेरै पैसा छैन होइन बाबुआमाको स्यालेरी छैन नेपालीमा होइन नेपालको ब्याङ्क स्टेटमेन्ट छैन अस्ट्रेलिया जस्तो होइन क्यानाडा जस्तोको लागि केही टेन्सन लिनु पर्दैन केटा हो होइन जस्ट चिलमा बस्ने अफर लेटर अप्लाई गरेर चिलमा बस्ने अफर लेटर आयो भने बिन्दास पारामा अप्लाई गर्ने के गर्नुपर्छ त्यसपछि चाहिँ अर्को भिडियोमा बनाइहाल्छु नि तिमीहरूले रिकमेन्ड गर्यो भने कसरी गर्ने कस्तो कस्तो डकुमेन्ट बनाउने त्यसपछि र कति ब्याङ्क ब्यालेन्स देखाउनु पर्छ होइन अनि कति बेला गर्दा ठिक हुन्छ होइन फी कतिखेर पठाउने कुन ब्याङ्कबाट पठाउने फी चाहिँ अनि ब्याङ्क ब्यालेन्स पनि कुन ब्याङ्कबाट देखाउँदा ठिक हुन्छ सब म भनिदिन्छु किनभने नलेज छ नि त केटा हो अलिअलि होइन काम पनि गरेको आफूले भोगेको कुरा भन्ने हो त्यस्तै छ कामहरू यस्तो अब कामहरू पाउनलाई धेरैले भनिरहन्छ काम पाउँछ कि भनेर अब एउटा सिजन हुन्छ होइन अहिले चाहिँ अफ सिजन हो जनवरी फेब्रुअरी चाहिँ अफ सिजनै हुन्छ त्यस्तो काम हुँदैन समरमा चाहिँ वाइल्ड काम हुन्छ होइन कामदारै पुग्दैन यहाँको लागि त्यतिखेर चाहिँ वाइल्ड काम गर्न पाइन्छ होइन समरमा अनि अहिले चाहिँ त्यही हो जनवरी फेब्रुअरी गाह्रो हुन्छ फेब्रुअरीको लास्टतिर मार्च लाग्न लाग्यो भने चाहिँ काम चाहिँ पाउँछ मजाले यस्तै छ अब के भन्नु र मैले होइन टक्क अफर लेटर अप्लाई गर्ने अफर लेटर आयो भने चाहिँ भइहाल्यो नि त्यसपछि त लाइफ झिङ्गा लाला भन्ने खुसी साथ आउने अनि हाम्रो सुनिल दाई हुनुहुन्छ है भन्ने होइन डेनमार्कको पोषण सोल्डे पनि हुनुहुन्छ भन्ने आउने चट्ट भेटघाट गर्ने हामी छँदैछौँ होइन हेल्प गरिहाल्छौँ हाम्रो केटाहरूलाई होइन ल ठिक छ रमाइलो छ जाडो त जाडो छ पानी परिरहेछ होइन हाम्रो अमितोषसँग भेट पनि भयो होइन फाइनली केटा कमलाई होइन पोषण दोष कस्तो लागिरहेको छ साथीसँग भेट्दाखेरि ठिक रमाइलो लाइभमा भेटिरहेको थियो होइन ठ्याक्कै 81 बाटोमा हिँड्दा भेट भयो तपाईँले मन चिने तपाईँको फेस चाहिँ मन चिनिसकेको थिएँ कि अब ठ्याक्कै दानी चाहिँ काटेको दानी काटेको नचिने मैले ट्याक्कै बोल्दाखेरि चिनिहालेँ कि मैले नि लाइभ हेरेर त्यो जाडो छ नेपाली केटाहरू भेट्यो नि खुसी लाग्छ होइन गाइज फाइनली रुममा आयो होइन बिचमा साथी पनि भेट भयो आज खुसी पनि लाग्यो होइन ठाउँ पनि घुमियो मस्त ठाउँमा आयो होइन अब गुड नाइट गाइज
अब अर्को ब्लगमा भेटौँला होइन यस्तै हो ब्लगहरू होइन रमाइलो भइहाल्यो दिउँसो पानी पनि परिरहेको थियो ल ओके बाई बाई अब नेक्स्ट ब्लगमा भेटौँ केटा केही गर्नु पऱ्यो भने कुरा थाहा पाउनु पऱ्यो भने कमेन्टमा लेखिराख होइन केही कुराको बनाउनु पर्छ भने म हेल्प गर्छु हेल्प चाहियो भने कसैलाई भन केटा सब चिज नबस्ने है त ल